नेपालका दुर्लभ जनावर तथा वनस्पतिहरू तथा महत्त्वपूर्ण जडीबुटीहरू। नमस्कार भाइ बहिनीहरू, स्क्रिनमा विभिन्न जनावर तथा वनस्पतिहरूको अवलोकन गर्नुस् त। के अवलोकन गर्नुभयो त? हो, देखाइएका जनावर तथा वनस्पतिहरूको संख्या वातावरणमा निकै कम भएको छ। यो कक्षामा हामी तीनै दुर्लभ जीव तथा वनस्पतिका बारेमा अध्ययन गर्छौं। दुर्लभ जीवहरू जलवायु परिवर्तन लगायत अन्य विभिन्न कारणले गर्दा पृथ्वीमा पाइने जनावर तथा वनस्पतिहरूको अस्तित्व हराउँदै गइरहेको छ। धेरै जनावर तथा वनस्पतिहरूको संख्या घट्दै पनि गइरहेको छ। यसरी लोप हुन लागेका जीवहरूलाई दुर्लभ जीवहरू भनिन्छ। यस्ता दुर्लभ मानिएका विभिन्न जीवहरू हाम्रो देशका विभिन्न ठाउँमा रहेका छन्। वातावरणीय परिवर्तनका कारणले धेरै वनस्पति तथा जनावरहरूको विनाश तथा लोप हुने डर छ। यसका मुख्य कारणहरू निम्न अनुसार रहेका छन्। 1. जैविक स्रोतको अनियन्त्रित प्रयोगका कारण तिनीहरूको विनाश हुनु। 2. नयाँ प्रजातिका जन्तुहरूको राम्ररी खोज अनुसन्धान बिना पाल्न खोज्नु। 3. पृथ्वीको सतहमा हावापानी तथा जलवायु परिवर्तन हुनु। 4. नयाँ प्रजातिका बोटबिरुवाहरू खोज अनुसन्धान बिना उमार्नु। र 5. वातावरणीय प्रदूषणमा वृद्धि हुनु। दुर्लभ वनस्पतिको संरक्षण। नेपालमा धेरै प्रजातिका वनस्पतिहरू पाइन्छन्। तीमध्ये केही वनस्पतिहरू जस्तै जटामसी, चाँप, सर्पगन्धा, पाँच औँले, लौटसल्ला निकै कम सङ्ख्यामा रहेका छन्। यी वनस्पतिहरू विभिन्न प्रयोजनका लागि मानिसले प्रयोग गर्दै आएका छन्। यिनीहरूको अवस्थाको पहिचान नगरी अत्याधिक प्रयोग गर्दा यी वनस्पतिहरू लोप हुने अवस्थामा पुगेका छन्। यस्ता वनस्पतिलाई दुर्लभ वनस्पति भनिन्छ। यी वनस्पतिहरूको संरक्षण गर्नु अत्यावश्यक छ। यिनीहरूको संरक्षणका लागि विभिन्न प्रयासहरू भइरहेका छन्। नेपाल सरकारले दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षणका लागि सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली 2073 लागू गरेको छ, जसमा दुर्लभ वन्यजन्तु र वनस्पतिको नियन्त्रित प्रजनन, अध्ययन, अनुसन्धान तथा बिक्री वितरण सम्बन्धी विभिन्न नियमहरू बनाइएको छ। दुर्लभ वनस्पतिको संरक्षणका लागि केही संरक्षणका उपायहरू निम्न अनुसार रहेका छन्। 1. वनस्पतिको प्राकृतिक वासस्थान तथा प्राकृतिक अवस्थालाई संरक्षण गरी दुर्लभ वनस्पतिको संरक्षण गर्न सकिन्छ। 2. कच्चा पदार्थ सङ्कलन गर्दा उपयोगी बोटबिरुवाको अस्तित्व र उपलब्धतालाई ध्यानमा राखी दुर्लभ र उपयोगी बिरुवाको पूर्णतः नाश हुनबाट बचाउन सकिन्छ। 3. दुर्लभ बोटबिरुवाहरूको वृक्षारोपण कार्य तीव्र र व्यापक गर्न आधुनिक तरिकाबाट नर्सरी बेर्नाको उत्पादनमा वृद्धि गरी वृक्षारोपण गर्नुपर्छ। 4. दुर्लभ भइसकेका र हुन लागेका बोटबिरुवाको संरक्षण गर्न नियम कानुन बनाउनुपर्छ। 5. दुर्लभ बोटबिरुवालाई जडीबुटीका रूपमा सदुपयोग गर्न सकिने ज्ञान सर्वसाधारणलाई दिनु आवश्यक छ। अब दुर्लभ जनावर तथा पन्छीहरूको संरक्षणका उपायहरू। प्राकृतिक तथा मानवीय कारणले विभिन्न किसिमका जनावर तथा पशुपन्छीहरू खतरामा पर्ने, लोप हुने र दुर्लभ हुने गर्दछन्। पारिस्थितिक प्रणालीमा परिवर्तन, वासस्थानको ह्रास, प्राकृतिक वातावरणमा प्रतिकूल असर, चोरी, सिकारी र अवैध व्यापार आदि कारणले गर्दा प्राणी तथा पशुपन्छीहरू खतरामा परेका छन्। जनावरको जथाभावी अवैध व्यापार नियन्त्रणका लागि बनेको नियमावली, सङ्कटापन्न वन्यजन्तु तथा
वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली 2073 कार्यान्वयन भइरहेको छ। त्यसैले दुर्लभ पशुपन्छीहरूका संरक्षणका लागि निम्नलिखित उपाय अपनाउनु पर्छ। 1. दुर्लभ जनावर तथा पशुपन्छीको उपयुक्त सम्वर्धन र संरक्षण गर्न अध्ययन तथा अनुसन्धान कार्य अघि बढाउनु पर्छ। 2. वनजङ्गल, खोलानाला, जलाधार, चरण क्षेत्र आदि जस्ता प्राकृतिक वातावरणको संरक्षण गरी दुर्लभ वनस्पति तथा प्राणीको संरक्षण तथा सम्वर्धन गर्नुपर्छ। 3. विभिन्न पशुपन्छीहरूको संरक्षणका लागि खतरामा परेका र दुर्लभ जनावर तथा पशुपन्छीहरूको शिकार गर्न निषेध गर्नुपर्छ। चोरी शिकारीलाई कडा कारबाही गर्नुपर्छ। 4. दुर्लभ मानिएका प्राणी तथा पशुपन्छीलाई परस्थानीय संरक्षण क्षेत्र संरक्षण गर्ने व्यवस्था मिलाई तिनीहरूको संख्या वृद्धि गर्न सकिन्छ, जस्तै एक्वारियम, वनस्पति उद्यान, चिडियाखाना। 5. दुर्लभ प्राणी तथा पशुपन्छीको संरक्षणका लागि बनेका उपयुक्त नियम कानुन बनाई प्रभावकारी रूपमा लागू गरिनुपर्छ, जसले गर्दा अवैध गतिविधिहरू नियन्त्रण गरी दुर्लभ जनावरहरूको संरक्षण गर्न सकिन्छ। 6. दुर्लभ प्राणी तथा पशुपन्छीको संरक्षणबाट हुने फाइदा, जनसहभागिता र जन उत्तरदायित्व आदि पक्षहरूमा सर्वसाधारणको चेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। अब संरक्षित जनावर तथा पशुपन्छीहरू। वन्यजन्तु संरक्षण एवं सम्वर्धन गर्नका लागि हाम्रो देशमा स्तनपायीका 27 प्रजाति, चराचुरुङ्गीका 9 प्रजाति र सरीसृपका 3 प्रजातिलाई संरक्षित सूचीमा राखिएको छ। स्तनधारी जनावर: पुड्के बँदेल, हाब्रे, कृष्णसार, गौर, जङ्गली याक, अर्ना, वाँसो, हिप्सिड खरायो, बाह्रसिङे, जङ्गली हात्ती, पहन बिरालो, हुडार, असामी रातो बाँदर, सालक, कस्तुरी मृग, ध्वाँसे चितुवा, नाउर नयन, पाटे बाघ, हिउँ चितुवा, चिरु, सोस, चरीबाघ, लिसाङ, गैंडा, चौका र हिमाली भालु। चराचुरुङ्गी: राजधनेश, चिरकालिज, सेतो गरुड, कालो गरुड, सारस, खरमुजुर, डाँफे, सानो खरमुजुर, मुनाल। र सरीसृपहरूमा घडियाल गोही, अजिङ्गर, सुनगोहरो। नेपालमा पाइने परम्परागत उपयोगका जडीबुटीहरू। देखाइएका बिरुवाहरू विभिन्न स्वास्थ्य समस्याको अवस्थामा घरेलु औषधिको रूपमा प्रयोग गरिन्छ। यी बिरुवाका विभिन्न भागहरू आयुर्वेदिक औषधि बनाउँदा कच्चा पदार्थको रूपमा प्रयोग गरिन्छ। यी बिरुवाहरूलाई सामान्य रूपमा जडीबुटी भनिन्छ। असुरो, घोडताप्रे, गुर्जो, घिउकुमारी, तुलसी, निम आदि हाम्रो नेपालको विभिन्न क्षेत्रहरूमा पाइन्छ। गुर्जो: यसको वैज्ञानिक नाम टिनोस्पोरा कोडिफोलिया हो। यो बहुउपयोगी जडीबुटी हो। यो लहरे बिरुवा हो। यो जुनसुकै बिरुवामा पनि आड लिएर लहराको रूपमा फैलिएको हुन्छ। यो काण्डबाट प्रजनन गर्न सक्छ। यो नेपालको तराईदेखि हिमालसम्म पाइन्छ। यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ, जसले गर्दा संक्रमणबाट जोगिन मद्दत गर्छ। यसको सेवनबाट शरीरमा अन्य नकारात्मक असरहरू पर्दैन। यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ।
यसले शरीरमा चिनीको मात्रा घटाउन सक्छ। तुलसी, यसको वैज्ञानिक नाम असिमम स्याङ्क्टम हो। यो वनस्पति संसारको जुनसुकै भूभागमा पनि पाइन्छ। यो धेरै मात्रामा अक्सिजन उत्पादन गर्ने बहुउपयोगी जडीबुटी हो। त्यसैले जीवनको अन्तिम क्षणमा पुगेका मानिसहरूलाई पनि तुलसीको नजिक राख्ने प्रचलन छ। तुलसी विभिन्न पकवानहरूमा मसलाको रूपमा प्रयोग गरिन्छ। तुलसी चियाको रूपमा पनि प्रयोग गरिन्छ। तुलसीको पात, हाँगा, फूल, जरा, बिउ सबै प्रयोगयोग्य छन्। यसको सेवनले भोक जगाउने, खानामा रुचि जगाउने, पाचन प्रक्रिया सक्रिय बनाउने गर्छ। तुलसीको बिरुवामा एन्टिमाइक्रोबियल गुण हुन्छ। यसलाई जनावर तथा मानिसलाई असर पुर्याउने जीवाणुहरूको नष्ट गर्नको लागि प्रयोग गरिन्छ। यसलाई निर्मलीकरण गर्ने, पानी शुद्धिकरण गर्ने, मुख कुल्ला गर्ने कार्यका लागि पनि प्रयोग गरिन्छ। घिउकुमारी, यसको वैज्ञानिक नाम एलोभेरा हो। सुक्खा क्षेत्रमा पाइने बाक्ला र काँडेदार पात भएको बिरुवा हो। यसको पातमा पानी सञ्चय हुने जेल पाइन्छ, जुन विभिन्न रोगको उपचारका लागि प्रयोग गरिन्छ। यसमा भिटामिन बी र सी प्रचुर मात्रामा पाइन्छ। नियमित जुस सेवनले पेट, हाड जोर्नी तथा छाला सम्बन्धी रोगहरू निको पार्न मद्दत गर्छ। यसको जेल छालामा लगाउँदा घामबाट डढ्ने, छाला फुट्ने समस्याबाट राहत मिल्छ र छालालाई ओसिलो तथा चम्किलो बनाउँछ। त्यस्तै कपालमा प्रयोग गर्दा कपाललाई सुन्दर, चम्किलो र जरा समेत बलियो बनाउँछ। साथै पोलेको घाउमा लगाउँदा छिटो निको पार्छ। यसको औषधीय गुणकै कारण आयुर्वेदमा यसलाई सञ्जीवनी मानिन्छ। निम, यसको वैज्ञानिक नाम एजाडिराक्टा इन्डिका हो। यसको ठुलो रुख हुन्छ। यसका सबै भागहरू पात, जरा, काण्ड, फूल, फल सबै विभिन्न किसिमका आयुर्वेदिक औषधि बनाउन प्रयोग गर्छन्। यसको स्वाद अत्यन्तै तीतो हुन्छ। यो विभिन्न स्वास्थ्य समस्या जस्तै छाला सम्बन्धी रोगको लागि निमको जुस अत्यन्त उपयोगी हुन्छ। निम रगत शुद्ध पार्ने अचूक औषधि हो। यसले शरीरमा रहेका खराब कोलेस्ट्रोल घटाउने तथा नष्ट गर्ने गर्छ। निमको जुस सेवन गर्दा उच्च रक्तचाप घटाउन सकिन्छ, तर धेरै सेवन गर्दा रक्तचाप घटेर अन्य समस्या निम्त्याउन सक्छ। घोडताप्रे, घोडताप्रे एक प्रकारको लहरे बास्नादार झारपात वर्गको बिरुवा हो, जसको वैज्ञानिक नाम सेन्टेला एसियाटिका हो। यो बिरुवा छायायुक्त, चिसो तथा दलदल ठाउँमा फैलिन्छ। यसका सम्पूर्ण भाग औषधीय गुणयुक्त छन्। यसमा एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोबियल तत्त्वहरू पाइन्छन्, जसले न्युरोप्रोटेक्टिभ कार्य गरी नसाहरूको संरक्षण गर्छ। नियमित सेवनले बौद्धिक क्षमता तथा स्मरण शक्ति बढाउँछ। साथै एन्टी स्ट्रेस गुण भएका कारण डिप्रेसन जस्ता मनोवैज्ञानिक रोगबाट राहत दिलाउँछ। प्राचीन कालदेखि नै यो रुगाखोकीको औषधिको रूपमा प्रयोग हुँदै आएको छ। यसको ताजा फूलको लेदो पोलेको घाउ तथा छाला सम्बन्धी रोगहरूमा उपयोगी हुन्छ। यसलाई विभिन्न औषधिहरू तथा स्किन केयर उत्पादनहरू बनाउन कच्चा पदार्थको रूपमा प्रयोग गरिन्छ। असुरो, यसको वैज्ञानिक नाम आधा टोडा भ्यासिका हो। यो मझौला खालको झाडी अन्तर्गत पर्ने बिरुवा हो। यो नेपालको चुरे पर्वतमाथि उच्च महाभारतसम्म पाइन्छ। यो औषधीय गुणले भरिपूर्ण बिरुवा हो। यसमा भ्यासिसिन, भ्यासिसियोनोन, हाइड्रोक्सी भ्यासिसिन लगायतका रासायनिक तत्त्वहरू पाइन्छन्। यी रसायनको उपलब्धताले यसलाई श्वास प्रश्वास सम्बन्धी रोगहरूको उपचारको लागि प्रयोग गरिन्छ। असुरोको पात पकाएर कुल्ला गर्दा दाँत तथा गिजाको रोगको निवारण हुन्छ। यसमा रहेको एन्टिमाइक्रोबियल गुणले यसले विभिन्न सङ्क्रमणबाट बचाउँछ।
यसको फूल पिसाब पोल्ने समस्याको समाधानका लागि प्रयोग गरिन्छ। यसको रस स्त्री रोगको उपचारमा प्रयोग गरिन्छ। रुगाखोकी कम गर्नको लागि यसको चिया बनाएर पिउन सकिन्छ। असुरोको फूल र पातको रसको प्रयोगले फोक्सोमा जमेका खकार निकाल्ने र श्वास नलीलाई खोल्ने काम गर्छ। खेती गर्दा यसलाई काटेर मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ। बोझो, यसको वैज्ञानिक नाम एकोरस क्यालमस हो। यो बिरुवा बास्नादार हुन्छ। यो कुनै स्याहार बिना पनि सहजैसँग उम्रिने वनस्पति हो। यसलाई जहाँ पनि सजिलै उमार्न र हुर्काउन सकिन्छ। यसका पातहरू तरबार आकारका हुन्छन्। यसको काण्डलाई राइजोम भनिन्छ। यसको राइजोम परम्परागत रूपमा औषधिको रूपमा प्रयोग गर्दै आइएको छ। बोझो घाँटीको समस्याको लागि अत्यन्त उपयोगी जडीबुटी मानिन्छ। यसको प्रयोग पाचन विकार र दुखाइको उपचारका लागि पनि गरेको पाइन्छ। तर यसको धेरै प्रयोग गर्दा नाकबाट रगत आउने समस्या आउन सक्छ। यार्सा गुम्बा, यार्सा गुम्बा एक प्रकारको फन्जाई हो जुन समुद्री सतहबाट 3000 देखि 5000 मिटरसम्मका हिउँले ढाकेको घाँसे मैदानमा पाइन्छ। यसको वैज्ञानिक नाम ओफियोकॉर्डिसेप्स सिनेप्सिस हो। यो झुसिल किराको शरीरमा उम्रने सेतो खैरो ढुसी हो जसको पुनरुत्पादन बीजाणुबाट हुन्छ। यसका बीजाणुहरू हावामा फैलिन्छन् र झुसिल किराको शरीरमा टाँसिन्छन् र उम्रिन्छन्। ढुसीका रेसाहरू झुसिल किराको शरीरमा फैलिँदै जाँदा किरा शिथिल भई अन्ततः मर्छ। त्यसपछि ढुसीको पूर्ण विकास भएर यार्सा गुम्बा बन्छ। यो हिउँदमा किराका रूपमा र बर्खामा ढुसीका रूपमा देखिन्छ। यसलाई आयुर्वेदिक औषधि बनाउन प्रयोग गरिन्छ। विशेष गरी दूध तथा महसँग मिसाएर खाँदा यसले शक्ति दिन्छ। दुर्लभ भएकोले यसको सङ्कलन, व्यापार र निर्यातलाई सरकारले प्रतिबन्ध लगाएको छ। तितेपाती, यो झारपात वर्गमा पर्ने जडीबुटी हो। यसको वैज्ञानिक नाम आर्टिमेसिया भल्गेरिस हो। यो नेपालको मध्य पहाडमा धेरै मात्रामा पाइन्छ। यो जडीबुटी विभिन्न किसिमका सौन्दर्य सामग्री निर्माण गर्न, अत्तरहरू बनाउन, जैविक विषादीहरू बनाउन प्रयोग गरिन्छ। सामान्यतया यो झारपात सबैतिर उम्रिन्छ। कृषकहरूले यसलाई घाँस र सोत्तरको रूपमा पनि प्रयोग गर्छन्। अहिले यसबाट सुगन्धित तेल निकाल्न पनि प्रयोग गरिन्छ। र अन्तमा माथि अध्ययन गरिएका जडीबुटी बाहेक आफ्नो स्थानीय तहमा पाइने जडीबुटीको बारेमा सोधखोज गरी तिनीहरूको उपलब्धता, प्रयोग र संरक्षण समेटी छोटो प्रतिवेदन तयार गर्नुहोस्। धन्यवाद।